हेलो गाइस वेलकम टु भिडियो ब्लग आज टक्क लागि एक्जाम छ हैन हामी एक्जामको लागि हामी प्रिपेयर गर्दैछौँ टक्क लाएर यहाँ हामीलाई अघि हामीले थ्योरी सकिसक्यो अहिले चाहिँ टक्क लाएर यहाँ प्र्याक्टिकलको लागि चाहिँ हामीलाई सबैजनाको छुट्टी छुट्टी हामीलाई काम दिएछ हैन छुट्टी छुट्टी परेछ भनौँ न कामहरू एक्टिभिटिज त्यही भएर टक्क लाएर हामी चाहिँ हामी सम्झे त्यहाँ प्र्याक्टिस गर्दैछ हैन अनि त्यसपछि यहाँ कसैले के परिरहेछ यहाँ चाहिँ के कटलरी ग्लासहरूको नाम भन्नुपर्ने हुन्छ सबै सम्धिले के गरेछ ओ भेटनामी सम्धि है ल सम्धि यार आए गर्दै सम्धि ल अघि त त्यो ल मर्निङ सम्धि यार मर्निङ यार सम्धि यार ल ल ल गाइज एक्जामको लागि कस्तो हुँदैछ केटाहरूलाई ल कस्तो हुँदैछ मिस सम्धि ल सम्धि कस्तो हुँदैछ ल चलिरहेछ ठिक छ कस्तो हुँदैछ सम्धि ल मिस कस्तो हुँदैछ ल ल ल टक्क लगाएर आज लास्ट गाइस क्लास सक्यो कस्तो भयो सबैजनालाई हजुर ए 1500 आउने बाँकी छ 3000 ल म त यसो ब्लग बनाइदिउँ भनेर र हैन ल सम्धि के आउँछ अरे सम्धिको यो लेभल 3 को हो हैन ग्रेड ए ग्रेड बी ग्रेड सी के डी सम्म छ यार ए ल ठीक छ टक्क लाएर हाम्रो चाहिँ आज क्लास सक्यो हाम्रो सर चाहिँ त्यहाँ हामीलाई टक्क लाएर गुड गर्दै हुनुहुन्छ ल सम्धि ल सम्धि ल ल सर आजलाई एउटा कुरा सोध्नु पर्यो मेरो ब्लगमा है ल हामीलाई चाहिँ एकदम रमाइलो भयो होइन हजुरसँग यसरी हामी पढ्न पायो सर होइन सरले सुन्नु भएको छैन हजुरलाई चाहिँ के कस्तो भयो यसो हजुरलाई नि रमाइलो भयो हजुर जस हजुरको नि यसो हाल्न मिल्छ नि सर ल ठिक छ ल लगेर हाम्रो सरको नम्बर चाहिँ टिपी राख्नु सबैजनाले ए ल ठिक छ सम्झि ल म चाहिँ यहाँ छु गाइस टक्क लाएर हाम्रो सर चाहिँ एकदमै रमाइलो हुनुहुन्छ एकदम रमाइलो हुनुहुन्छ है टक्क लाएर सम्धि ल सम्धि अब होइन झुक्किएर भेट भयो भने चाहिँ बोल्दै गर्नु होला सम्झि नबिर्सिनु होला सबैजनालाई ल मिस के छ त ल आज यति नै हो ल सम्धि ल म त फेरि भ्लग बनाउनु पऱ्यो नि त कन्याले निकाल्नु पऱ्यो सम्धि है ल सम्धि ल यसो 10 वर्षपछि 20 वर्षपछि भेट भयो भने चाहिँ नभन्नु होला होइन ल सम्धि ल सम्धि ल ल सम्धि यार 10-20 वर्षपछि भेट भयो भने चाहिँ नबिर्सिनु होला ल केटाहरूलाई एक्सपिरियन्स कस्तो भयो त केटाहरूको त अस्ति सुनाउनु पाएन एक्सपिरियन्स भोपाल भयो अनि अरू के भन्नु छ केटाहरू त्यही हो ल ल ल ल गाइज ल ल हाम्रो रिता मिसले त देखाउनु हुँदैन भन्छ आएर नदेखाउ फेरि ल गाइज ल गिटार छैन रहेछ नभए गीत गाएर बस्थ्यो गिटार छैन रे सम्धि छैन रे ल सम्धि अब यसो पछि होइन तपाईँ त अब जापानतिर जानुहुन्छ ल भेटिहाल्नुपर्छ ल सम्धि ल हामी त क्लासमै छौँ होइन 10 वर्षपछि ल गुड त राम्रो सम्धि यार ल सोनिसा मिस यसो जापानतिर पुग्यो भने चाहिँ नबिर्सिनु होला हामीलाई होइन कनिचिवा ल मिस ल क्रोसियातिर पुग्यो भने नबिर्सिनु होला रमाइलो छ ल गाइस है यसो मैले चाहिँ रमाइलो गरिदिएको सबैजनालाई ल अब जाने कि अब एकछिन पानी परिरहेछ बसौँ न एकछिन सबैजना होइन खै गिटार बाग गीत गरेर बस्थ्यो सम्धि मैले गरिसकेँ होइन मैले ल्याउने भनेको होइन तर त्यहाँ उसले ल्याउँछु भनिरहेको थियो नि त
ल केटाहरू सब गइसक्यो त यार हामी जहिले यति ल लगाएछ ल ल गाइस मेरो ब्लगलाई हेर्दै गर्नु होला लाइक सब्सक्राइब कमेन्ट गर्नु होला अब हामी नेक्स्ट भिडियोमा चाहिँ हामी भेट्नेछौँ ल